फाइनली भित्र पस्यौं। हाम्रो गाइड finally enter to jungle. यसको चाहिँ धेरै नाम छ है। अब यसलाई चाहिँ साइबेरियन डग पनि भन्छ, अब रुडी सेल डग पनि भन्छ, लभ बर्ड पनि भन्छ, अरू केही पनि थाहा यो बगिरहने पानी मात्रै बस्छ। अब गोहीहरू, सर्पहरू, अजिङ्गरहरू किन यसरी घाममा बस्छ भन्दाखेरि यिनीहरू भनेको कोल्ड ब्लडेड हो कि समात्यो भने अब आफू हिम्मत हुनु पऱ्यो, त्यसको आँखामा खोजिदिनु पऱ्यो कि आँखामा हाल्यो झट्ट छोडिहाल्छ। पानीमा लगेपछि गएर एकसिङे गैँडा भनेको चाहिँ यही हो। यो चाहिँ तपाईँको नेपाल र इन्डिया मात्रै पाइने हो र नेपालमा त्यही भएर टोटल जनसङ्ख्या हाम्रो नेपालमा चाहिँ 755वटा छ, जसमध्येमा 694वटा चाहिँ हाम्रो चिकन छ। यसको छाला चाहिँ तपाईँको 4 सेन्टिमिटरसम्म मोटो हुन्छ।